ल है यो चाहिँ कुरी बजार हामी बसेको ठाउँ यो यताबाट चाहिँ हामी यहाँबाट माथि जानुपर्ने रहेछ आमा यस्तो जाडोमा त चिलिम तोर्जे होला जस्तो छ त हेट रोपवे पनि रहेछ नि त यहाँ त यार यो उकालोको बाटोमा चाहिँ पुरै बिस्तारै हिँड्नुपर्ने अवस्था छ एकदम कठ्याङ्ग्रिएको अवस्था आमा बाबा हान्यो यार हान्यो भित्रैसम्म हान्यो माटोले पुरै कटकट खाने गरी हान्यो रोपवे हो कि त्यो यो चाहिँ ट्विन हो यो रोपवे होइन यसलाई चाहिँ ट्विन सामान हो सामान चन्द्रमा चाहिँ ऊ त्यहाँनिर छ नजिकै बसिरहेछ आमामा मस्तले चौरी चर्ने ठाउँ यो याक चर्ने ठाउँ पहिला भेड निस्केको ठाउँ हो यो अनि त्यसपछि मात्रै कालिन्चोकको मन्दिर पत्ता लगाएको रे भन्ने कुरा हो सुनेको हो मलाई थाहा छैन हेर्नु साथीहरू यहाँ यस्तो छ हिउँ परेको अवस्था पुरै डाँडामा म श्वासमा भएको अवस्था मुटुमा एक भयो हामी त यताबाट पो चढ्न आएछ त्यहाँ कुन चाहिँ होइन नि हिमालको भाइ हो यो चाहिँ हिमालको भाइ हो एकदम ऊ त्यहाँबाट घाम निस्केर हिमालको भाइलाई अलिअलि छोएर यता आइरहेछ मेरो भाइलाई छुनु पऱ्यो नि त हेक हुन्छ यो ऊ त्यहाँनिर टोय हान्यो साथी हो हान्यो ऊ यहाँ कालिन्चोकको उकालोमा हान्यो मलाई हान्यो केले हान्यो भन्दा चिसोले हान्यो होइन बिस्तारै हिँड्नुपर्छ सर यो सास नआउने गरी यसरी उकालो चढेको छ पट्टि हेर्दाखेरि चाहिँ पुरै यो के अरे तुस के अरे हुस्सु यहाँतिर चाहिँ पुरै यहाँ चाहिँ पुरै ऊ छ चौरी चर्ने खर्कारो आमामा त्यो हिमाल देख्दा चाहिँ त्यहाँ हो 3 दिन पनि पुग्दैन होला त्यहाँ त यार हामीले हेर्दा चाहिँ हातले छोलो जस्तो छ तर त्यो 3 दिन पनि पुग्दैन त्यहाँ